हेलो सबैलाई आज धेरै दिन बाद भिडियो बनाउँदैछु। अस्ति चाहिँ मैले त्यो अर्को जग्गा चाहिँ छोडेर चाहिँ त्यो टु टेन भलभलमा चाहिँ छोडेर किन आएको हो। किनभने त्यहाँ अब त्यस्तो अलिकति डिस पर्यो भनौँ न, त्यहाँ साइट हेर्नेसँग हो। अन्त बाँकी यस्तो हुन्छ यहाँ चाहिँ न्यू कटिङमा हो। यहाँतिर अहिले फेरि यहाँनिर पुगेर फेरि एउटा टर्निङ हिर्काएर यस्तो मुनि जानुपर्ने छ हो। यहाँ चाहिँ अलरेडी यहाँ माथि यहाँसम्म चाहिँ हिर्काएको थियो। अन्त यहाँ उकालो माथि थियो। अन्त म चाहिँ यो डाउन गर्दै अलिक उयो मिलाइदिँदैछु हो। मेसिन चाहिँ यही हो हिटाचीको 140। यो चाहिँ मैले पहिला अलिक चलाइदिएको थिएँ। अन्त चाहिँ त्यही मालिकले बोलाएर चाहिँ आएको हो। अन्त बाँकी चाहिँ लास्टमा चाहिँ कहाँ लेखिदिनुपर्छ भने चाहिँ यहाँनिर लेखिदिनुपर्छ। यो यहाँनिर लेखिदिनुपर्छ हो। त्यो पुलकै मुखमै लेख्नुपर्छ। अहिले यो जहाँनिर यो लोडर गाडी जाँदैछ लोडर त्यहाँनिर एकुरेट त्यहीँ लेखिदिन्छ। अहिले त्यहाँ चाहिँ यो अलकत्राको प्लान छ कि, अन्त चाहिँ त्यही भएर चाहिँ यता चाहिँ अहिले अलिक टाइम लाग्छ। अन्त यहाँ मुनि उयो मानटाटा भएको सिधा यतापट्टिसम्म चाहिँ अहिले फिलहाल कटिङ गर्छ होला। त्यहाँदेखि चाहिँ अलिक रेस्ट हो, किनभने यता मिलाउँदै गर्छ होला। त्यतिसम्म चाहिँ यो चाहिँ अहिले धुम्म हेरेर चाहिँ गान्तोक यहाँ छ हो। यस्तै यो चाहिँ हो रुमटेक भन्ने भन्दो रहेछ है। यसकै आसपास अलिकति वरिपट्टि हो। बाँकी यस्तै गर्दैछु कटिङ। यहाँबाट चाहिँ चट्टै टर्निङ घुमाएर चाहिँ हो यहाँ ऊ तल लानुपर्ने छ।